रेसुङ्गा नगरपालिकामा यहाँलाई स्वागत गर्दा ओहो दाइको राइडिङ स्किल त डेन्जर रहेछ त अनि जेरी बसाएको थियो यार तङ्गा जान्छ नि दाइ अरे माथि डाँडातिर जाने भनेको त अति हुस्सु लागिरहेछ होइन गाइस प्लानमा चेन्ज भयो होइन यहाँबाट तमघास निस्किने बाटो छ अरे कता देख्यो हजुर म यता पाल्पा देखेँ हजुर तमघास हो हजुर यतादेखि हुन्छ छिटो यतादेखि हुँदैन है छोटो पर्छ यो है ल थ्याङ्क यू हो ल है त सो मलाई चाहिँ यताबाट चाहिँ सर्टकट पर्ने देखियो यता खर्ज्याङ हुँदै चाहिँ जानु पर्ने भयो सो हेलो एन्ड नमस्ते गाइज होप यु गाइज आर फाइन म पनि ठिक छु हजुरहरू नि ठिक हुनुहुन्छ होला होइन अनि आज चाहिँ म तमघासको लागि निस्किसकेको छु यो चाहिँ गुल्मीको मनबाग बजार भन्छ सो मैले अघि नै चाहिँ दाइलाई सोधेको उतादेखि भन्दा यतादेखि चाहिँ छिटो हुन्छ अरे होइन यो खर्ज्याङ हुँदै निस्किनलाई अनि म चाहिँ खर्ज्याङ हुँदै जाने भएँ सो यो चाहिँ मनबागको बजार माथि कस्तो दामी ठाउँमा स्कुल रहेछ क्या त्यो डाँडामा होइन टक्क स्कुल क्या पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्राली भन्ने रहेछ यहाँनिर चाहिँ सो फाइनली म चाहिँ यो के अरे खर्ज्याङ बजारनिर आइपुगेँ होइन जी तमघास जाने बाटो कताबाट हो नि यताबाट यस सो यहाँबाट चाहिँ यतातिर गयो भने चाहिँ तमघास गइदो रहेछ होइन सो चल्दिउँ है त ओ माई गड यहाँबाट त पिच छ त ओए होए यतिको भएपछि के चाहियो त नि सर थ्याङ्क यू सो मच दा यार बेस्ट रुट बताइदिनु भयो यार मजा आयो यतिको पिच पाए त के चाहिन्छ त अनि सो खर्ज्याङबाट चाहिँ उता लेफ्ट गयो भने चाहिँ अर्घाखाँची जान्छ अरे होइन यता चाहिँ तमघासी जाँदो रहेछ गुल्मी दरबार गाउँपालिकामा यहाँहरूलाई स्वागत छ यहाँबाट चाहिँ गुल्मी दरबार गाउँपालिका स्टार्ट गौडाकोट 13 किलोमिटर रे कता हो बे गौडाकोट भन्ने यार मस्त धान पाकिरहेछ होइन ओए होए भर्खर पिच भएको रहेछ यो यस्तो यो गिट्टीहरू छ नि यो चाहिँ एकदम डेन्जर हुन्छ क्या यस्तो बाटोमा चाहिँ यो गिट्टीले बङ ढलाइदिइहाल्छ क्या पाल्पाको चोर नेताहरूले हेर्न पर्ने हो क्या यस्तो ठाउँमा यस्तो मजाको पिच बाटो छ यार हाम्रो पाल्पातिर छैन सब चोर नेताहरू भएको बाटो पनि त्यो बिजोग छ यस्तो गाउँमा होइन बाटो यस्तो मजाको बाटो रहेछ बाटो डेभलप भयो भने त गाउँ त्यत्तिकै डेभलप हुन्छ क्या नेताहरूको त्यत्तिकै त होइन क्या जलाइदिने भन्ने कुरा यो कुन ठाउँ हो एक्ज्याक्टली त मलाई थाहा भएन तर यस्तो दामी छ नि यतातिर धानहरू होइन ओहो दिदी यो बाटो तमघास जान्छ सिधै हो माथि जानु पर्यो हामी ए हस् धन्यवाद दिदी सिधै जाने रे कता माथि गइसकेपछि
माथि जानु होला भन्नुहुन्छ दिदीले गइदिम के छ र आफ्नै त हो ओबे हाउ फास्ट रेसुङ्गा नगरपालिकामा यहाँलाई स्वागत गर्दछ अरे जाउँडा रेसुङ्गा ओ माई गड कति छिटो आएको त यार तम्घास 13 किमी रे मलाई त हरिब सर्टकट लाग्यो यार यो बाटो त यार हल्का स्टोरी खिचेर चाहिँ के हो यो बाटोमा बाटो त अनि धानबारी भएछ त सो हल्का सानो स्टोरी खिचेर म चाहिँ निस्किसकेँ यहाँबाट चाहिँ धेरै रहेनछ 13 किलोमिटर रहेछ जम्मा ओए मा कसम साउनेबोट पुल दाइ तम्घास कताबाट माथिदेखि हो ए हस् सो यहाँबाट चाहिँ माथितिर जानुपर्ने रहेछ ओहो दाइको राइडिङ स्किल त डेन्जर रहेछ त अनि मिठो ल यतिको दाइको जतिको राइडिङ स्किल चाहिँ बनाउनु पर्यो है गाइजहरू मस्त 150 पड्काउँदै होइन पुरा कर्नरिङ हान्दै ओहो कले सक्छ र दाइलाई एकछिन स्किल हेरेँ होइन राइडिङ स्किल हेरेर चाहिँ दाइ कता छिर्नुभयो म चाहिँ निस्केँ है त मजा आयो जस तर रोड चाहिँ स्किलै देखाउने खाले रहेछ कि खाली होइन यतिको बाटो पाएपछि त के चाहियो र माथि निस्किन लाग्यो होइन गर्मी के अरे अघि तल त गर्मी थियो अहिले माथि त चिसो पो हुन थाल्यो त यार ओ माई गड के हो यस्तो बिच बाटोमा रिसेन्टली पिच भइरहेको रहेछ कि यो बाटो गाइज म चाहिँ कुन ठाउँनिर आइपुगेँ भन्ने त मलाई थाहा छैन होइन तर म त्यो तल खोलाबाट चाहिँ निस्केछु दामी क्युट सा मन्दिर रहेछ होइन यहाँबाट चाहिँ कता हो फेरि ए सिधै हो म उतातिर नगएको भए चाहिँ म अझै छिटो आउँदो रहेछु के म चाहिँ त्यो खोला छ कि एउटा होइन त्यो खोला तर्न अल्छी लगाएर जुत्ता बिच्छ भनेर अनि म उताबाट गइदिन्छु भनेर हिँडेको मान्छे तरिका हो ल यहाँ चाहिँ भाँसिसकेछ है बाटो पानी खान मन लागिरहेको छ मलाई यहाँ पसल त रहेछ लगभग सायदै है म चाहिँ यो तम्घासको एयरपोर्टनिर चाहिँ आइपुग्न आँटे हुनुपर्छ है मलाई त्यस्तै भाइसाइरहेको एयरपोर्टतिर आइपुग्यो कि भन्ने कुराको यतातिर चाहिँ घरतिर भन्दा चाहिँ अलिकति चिसै रहेछ यार मैले ज्याकेट के पनि नहालिकन आइरहेको छु होइन यत्तिकै अलिकति चाहिँ यहाँनिर चाहिँ अफरोडै रहेछ त्यो बाटो बन्दै रहेछ होइन नत्र ओभरअलमा बाटो चाहिँ एकदम दामी छ है त त्यो हाइटमा आइपुगेँ नि तल त क्या तल घर देखिरहेछ बे थर्ड कहाँनिर आयो तम्घास जाने बाटो कुन होला स्थानीय ओए होए तल त बफ्रे स यहाँनिर चाहिँ बाटो बन्दै रहेछ होइन म चाहिँ कतातिरबाट जाऊँ त अनि छ बाटो माथिको छ र उही पुगिन्छ सो दाइले चाहिँ तम्घास जान्छ नि दाइ जान्छ हो र यो लामो छ कि त्यो मिल्छ ए हस् सो यहाँ चाहिँ एकछिन टाइम लाग्ला जस्तो भयो म चाहिँ उताबाट निस्किदिन्छु है त सँग
जङ्गलमा आयो त यार म हराएँ कि के हो तम्घास जानु पर्ने मान्छे फेरि प्युठानतिर पुग्दिरह अरे के होइन होइन ल फाइनल्ली 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 कहाँनिर पो आयो त मिठो भ्यू पोइन्टमा आयो त यार कस्तो गाउँको बाटो पनि यस्तो मिठो पिच भएको कि यार म यस्तो हराउँदै हिँडिरहेको छु नि घरि माथि बनिरहेछ घरि तल बनिरहेछ घरि कहाँ बनिरहेछ त्यो जुन मेन हाइवे चाहिँ अलिकति गाह्रो छ माथिबाट जाऊ भनेर बताइदिनु भयो अनि यताबाट आएको फेरि कसले चाहिँ तल झर भन्छ कसले माथि जा भन्छ अहिले चाहिँ यस्तो बाटोमा आइपुगेको छु म ठिक छ तर ठाउँ चाहिँ याद थाहा भएन कि यो कुन ठाउँ हो भन्ने कुरा थाहा भएको भए मजा हुन्थ्यो होप म चाहिँ अब तम्घासको नजिक आइपुग्या हुनुपर्छ होइन अनि त्यो माथिको चाहिँ रेसुङ्गा डाँडो हो होइन सो म त्यहाँ पनि जान्छु होला रेसुङ्गा डाँडोतिर अच्छा यहाँनिर आउँदो रहेछ क्या त्यो अघिको हाइवे बाटो चाहिँ सो म चाहिँ बाइपास हानेर यतादेखि आइदिएँ अनि बाटो बन्दै रहेछ कस्तो टिपिकल होइन यस्तो मजाको क्या सानो घर अनि ट्याक्क यहाँ चाहिँ बाटो क्या जेरी बसायो त यार के हो जेरी बसाउँछ त फाइनल्ली म चाहिँ सिमीचौर भन्नेनिर आइपुगेँ होइन अनि सिमीचौर भनेको चाहिँ तम्घासको नजिकै हो मेबी अब चाहिँ म तम्घासनिर आइपुग्न आँटेँ मैले अब हाम्रो दोस्तलाई फोन गर्नुपर्ने हुन्छ कता छन् तिनी भेट्न पर्ने हुन्छ होइन सो चिसो रहेछ बे यहाँ त यार सम्झिने मुड यस्तो डाँडामा छ नि यो बाटो बे यता यस्तो तल छ होइन यतापट्टि पनि क्या तल छ डाँडोबाट बाटो छ क्या यार यो त हो पहाडको मजा भनेको तर यहाँ कहाँनिर चाहिँ एयरपोर्ट छ अरे क्या एयरपोर्ट भएको चाहिँ यतै हो रे होइन तर एक्ज्याक्टली कहाँनिर छ त्यो चाहिँ मलाई थाहा भएन भनेपछि गुल्मीमा नि एयरपोर्ट रहेछ सक्छ त अनि गुल्मीलाई सक्दैन नि फेरि म पानी खान्छु भन्दै म तम्घास आइपुगेँ मैले अहिलेसम्म पानी खाएको छैन कतै हेल म फेरि हिँडेपछि हिँडेको हो क्या रोक्नै मन लाग्दैन क्या गयो यहाँ फेरि डोजर पो रहेछ त उता पारीतिर चाहिँ मैले हाइवे चाहिँ देखिसकेँ होइन अब यहाँ एयरपोर्ट पनि भन्थ्यो एयरपोर्ट पनि खै कता मैले देखिनँ कुदै छु म अब चाहिँ म फाइनल्ली यो हाइवेनिर टच हुन लागिसकेँ होइन फाइनल्ली यहाँबाटतिर आयो भने चाहिँ पुटोलतिरबाट तानसेनतिरबाट आउने हाइवे रहेछ होइन यो चाहिँ म सर्टकट रुट आइदिएँ अनि यहाँबाट चाहिँ यतातिर गयो भने चाहिँ तम्घासतिर जान्छ है त के भयो टिप्परजीलाई सो त्यो देउराली भन्नेनिर चाहिँ म पानी सानी खाएर चाहिँ म झरेँ होइन साथीलाई पनि फोन गरेँ साथी चाहिँ खानी गाउँ भन्नेनिर छु भन्दै थियो चोक छ अरे चोकबाट चाहिँ राइटली भनिरहेको थियो तम्घास बजार चाहिँ स्टार्ट भइसक्यो
खासै त्यस्तो चहल पहल चाहिँ मैले देखिरहेको छैन। बाटो चाहिँ एकदम सानो छ क्या। यहाँबाट चाहिँ मलाई यता यता आऊ भन्दै थियो। यता खानी गाउँ भन्ने यतैबाट जान्छ। खानी गाउँ यतै हो। हस् खानी गाउँ चाहिँ यतै हो रे। सो म चाहिँ निस्केँ खानी गाउँको लागि। यही हो। के हो त मोटाएर आँखै देख्छ। यता हेर त आँखै छैन तिम्रो त यार। मोटाएर के भएर यो साइड चाहिँ सुन्ने यो साइड चाहिँ भन्नु सक्दिनँ। फ्याक चिसो छ अरे। हामी बाहिर निस्केको छैन हामीलाई केही पनि फिल भएको छैन। थाहा छैन ला चिसो रहेछ यार। भीमचोक पुतली बजार, यसलाई चाहिँ पुतली बजार भन्दो रहेछ होइन। सोल्टियोले कुदाएको कुदाइछ कहाँ पुग्ने। माथि डाँडातिर जाने भनेको त अति हुस्सु लागिरहेछ होइन। अब त्यहाँ सोचे जस्तो खासै भ्यू चाहिँ देखिएला जस्तो लागेन होइन। सो अब माथिसम्म गइन्छ होइन। केटाहरू अगाडि छन् अनि गइदिउँ के कस्तो हुन्छ हेर्दै जाऊँ। राजा एकछिन के र भागे गर्ने यार। रेसुङ्गाको टावर यो त तल चाहिँ तमघास बजार यस्तो तुवाल लगाइदियो कि स्याड भइदियो। के भएन अरे? अलिकति मौसम क्लियर भएन साथी। भएन? भएन। किन भएन यस्तो? किन ढिला गऱ्यो? हेलिप्याड चाहिँ देखिएछ, हेलिकप्टर छैन। म त सिधै ल्यान्ड गरिदिनु हुन्थ्यो। यहाँ चाहिँ सुसाइड पोइन्ट जस्तो रहेछ यो। कसैलाई मर्न मन। कहाँ? ए यो त्यहाँ हो त यो। ए त्यसको लागि बने हो। फुल डिटेल अफ रेसुङ्गा डाँडा। यो कहाँनिर छौँ नि? यहाँ छौँ रेसुङ्गामा यहाँनिर छौँ होइन। यहाँबाट हामी यता तिमीले भनेको त्यो भनेको त्यो अहिलेको बाटो भयो होइन। यो भने भने कतापट्टि पऱ्यो? यो रुट यहाँबाट भयो, यो रुट भनेको चाहिँ तलबाट भयो, अनि यो भनेको चाहिँ माथि गयो मन्दिर यहाँ भयो, अनि हामी यहाँबाट टावर यहाँ अझ माथि छ यार। कहाँ गयो टावर त? टावर उहाँ माथि सक्यो। टावर उहाँ माथि सक्यो। यहाँ देखा भ्यू त। अबे सही हो। त्यो माथिको फेरि के भयो त? माथिको अर्को मन्दिर हो। तर तिम्रो फेरि त्यो माथिको मन्दिर भने टावरै हाइटमा आके। हामी चाहिँ माथि चाहिँ डाँडातिर चाहिँ गएनौँ होइन। यही भ्यू पोइन्टनिरबाट अलिकति भ्यू हेरिदियो होइन। त्यसपछि हामी झर्यो। अति जाडो हुन लाग्यो। भ्यू पनि खासै आउला जस्तो लागेन होइन। सो भोलि बिहान चाहिँ दामी हिमालहरू पनि देखिन्छ उतातिरबाट। उतातिर उत्तरतिर हिमालहरू पनि दामी भ्यू देखिन्छ। भोलि बिहान आइन्छ यहाँ डाँडामा चाहिँ। अहिलेलाई चाहिँ हामी गइएन। अब चाहिँ हामी रिटर्न तमघासी झर्दैछौँ। कहाँ उतै जाने र? टाढा नभएको तिमी अब 10 मिनट हो। 10 किलोमिटर प्याक पुग्दैन हो। हिँड ल अब चाहिँ हामी गुल्मी दरबार जाने कुरा भयो होइन। सो गुल्मी दरबारको लागि निस्क्यौँ। अब गुल्मी दरबारमा के छ हेर्नुपर्ने हुन्छ। रेसुङ्गामा चाहिँ हामीले त्यस्तो धेरै स्पट हान्न चाहिँ पाएनौँ। सो हेर्दै गरौँ के हुन्छ। म अहिले एकछिनमा भेट्छु है त। तमघासबाट चाहिँ दरबारको लागि निस्किसक्यौँ होइन। यो दरबार चाहिँ अलिकति 10 किलोमिटर उता रहेछ। सो सोल्टीले हरि बताइरहेछ होइन बाइक। जानुपर्ने हुन्छ। अब त्यो कतानिर छ दरबार के हो भन्ने कुरा मलाई थाहा छैन।
सोल्टीले अब कता कता लाँदैछन् त्यतै त्यतै चलिदिनु पर्ने हुन्छ। अब एक्ज्याक्टली के छ दरबारमा भन्ने कुरा उतै गएर हेरौँला है त। यो चाहिँ जक्सन रहेछ क्या, गाउँतिर जाने जक्सन। भर्खर बच्चा बच्चीको छुट्टी भइरहेछ, कस्तो दामी देखिएको रहेछ। यस्तो दामी देखेको नि त्यो पुच्चेले त्यो टोपी लगाएको के ड्रेसमा। सानो बाटो छ होइन, हेभी हेभी गाडीहरू आउँछ, एकदम ख्याल गरेर हिँड्नुपर्छ कि खासै कुदाउनै सकिन्न कि यो बाटोमा यार। ओए लोकेसन त थाहा छ नि, किन भाग धेरै टाढा रहेछ क्या यार। त्यो त रातिमा गएर के मतलब भयो त नि। हिँड, यस्तो चिसोमा त के झर्न जानु हौ। उहाँ नजाने उता दरबार जाने कि नै? दरबार नजाने? कस्तो काइते रहेछ यार। नजाने? फिक्स भन न गाडी। 5:30 अझै नजाने? नजाने ल हिँड। जाने भनेर के भन्दै आएको, लास्ट टाइम क्यान्सल भइरहेछ के। सो गाइज अब यो हावा पारोमा हिँडेपछि यस्तो हुन्छ कि मान्छेहरूसँग हिँडेपछि हावा हुन्छ। दरबार जाने भनेर हिँडेको मान्छे अहिले चाहिँ नजाम अरे। अब 5:30 भइसक्नु लाग्यो, अझै 10-12 किलोमिटर छ अरे यहाँबाट। अब त्यो बेलुकामा गएर त के मजा भयो त नि। त्यो खास म त 10 मिनट जति लाग्छ होला भनेर भयो त। त्यो बेलुका भइहाल्छ, के जानु खै यार। यस्तो यस्तो बसहरू आइदिन्छ, बाटो त चिल्लाएर राम्रो। दुईवटा बसहरू आयो भने कसरी साइड दिन्छ हौ? साइड त पुग्दैन त। अनि दुबी चौर भन्नेनिर आइपुग्यौँ है त। यो चाहिँ दुबी चौर रहेछ। कहाँ हो खोइ? हामी यहीँको लागि आएको। दरबार भन्ने कहाँनिर हो दिदी? अझै पारि हो? यो जस्तो चोर मान्छे कोही छैन। टावर देखाएर त्यहाँनिर देखातिर हो। आम्मामा, त्यहाँ हो हाइवे, त्यहाँ हो। त्यहाँबाट तल चाहिँ त्यहाँबाट 7 किलोमिटर टावर छ। अनि त्यहाँबाट अलिकति 1-2 किलोमिटरमा तलपट्टि दरबार छ होइन त? त्यही डाँडामा तलपट्टि होइन दरबार? अनि किन झुट बोल्यो फेरि? झुट किन बोल्यो? झुट त्यहाँबाट म त भित्र छिर्ने होला भनेर पो त। यो त आएकै बाटो यार। दरबार कस्तो नि आएको नि। गुल्मीमा के छ तिम्रो? मेन हाइवे नै यही होइन जहाँ छिरे नि? छैन, अरू पनि छ। कहाँ बिगाउँछ? उता तल्लो बाटो छ, यताबाट छ। भाइ कमसेकम यहाँ त आइपुग्यो 5 मिनटमा। त्यो बाटो गयो भने यहाँ के छ त? दरबार कहाँ छ यहाँ? खै खतरा हुसु लाग्यो। भोलि बिहान 6 बजी 5 बजी उठाउँछु। 5 बजी उठ्ने कि नउठ्ने? रेकर्ड यहाँ स्टिल रेकर्ड छ। रेकर्ड छ क्या। 5 बजी उठाउँछु मैले, हेर न भोलि। ले एउटा कुरा थाहा कि नि ब्रो, कुखुरा बोक्ने गाडी किन यति कुद्छ नि? कुखुरा बोक्ने गाडी कति ख्याल गरेछ? एम्बुलेन्स भन्दा बेसी कुद्छ यार। A few moments later. ल भनेर ल हेर है, ल जाम। सो गाइज प्लानमा चेन्ज भयो होइन। हामी रेसुङ्गा भनेर हिँडेको मान्छे बिचबाटै फर्कियो होइन। अनि दरबार भनेर हिँडेको मान्छे यही बिच बाटोबाटै फर्कियो। मुलाको सागहरूले कता कता लगिदियो। सो भ्लग चाहिँ अहिलेलाई चाहिँ मैले यति नै राखिदिएँ। जे जस्तो छ त्यो हेरिदिनु होइन। भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब हानिदिउँ।
माया देखाइदिउँ के छ र आफ्नै त हो नि ब्लग भनेको जे छ त्यही देखाउने होइन म यताउता लम्बा चौडा चाहिँ जोत्दिनँ हुन्छ कभी कभी हुन्छ यस्तै हो केटाहरूको पारा भनेको होइन यो चाहिँ उर्लेनी भन्दो रहेछ होइन यहाँ चाहिँ ब्यारे गोरु रहेछ